नमस्कार। आज हामी दक्षिण एसियाको एउटा एकदमै महत्त्वपूर्ण सङ्गठन सार्कको बारेमा कुरा गरौँ। आखिर यो सार्क के हो, कसरी बन्यो, यसले के गर्छ र अहिले आएर यसको अवस्था कस्तो छ? आउनुहोस् यो पुरै कथालाई सँगै बुझ्ने प्रयास गरौँ। ल सुरुवात नै यसको नामबाट गरौँ न है। सार्क अर्थात् साउथ एसियन एसोसिएसन फर रिजनल कोअपरेसन, नेपालीमा भन्दा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन। नामले नै प्रष्ट बन्छ, यो एसियाको दक्षिणी भेगमा रहेका देशहरूको एउटा समूह हो जसको एउटै लक्ष्य छ, आपसी सहयोग। आजको हाम्रो यात्रा कस्तो रहनेछ त? सबैभन्दा पहिले सार्क वास्तवमा के हो भनेर बुझ्नेछौँ। त्यसपछि यो आइडिया कसरी जन्मियो अनि त्यो आइडियाले कसरी वास्तविकताको रूप लियो भनेर हेर्नेछौँ। अनि सार्कले काम कसरी गर्छ र अन्तमा यसका उपलब्धिहरू, अहिलेको गतिरोध र भविष्य कस्तो देखिन्छ भनेर पनि चर्चा गर्नेछौँ। अब सार्कको इतिहासमा गहिरिनु अघि यो सङ्गठन कति ठूलो र महत्त्वपूर्ण छ भनेर केही अङ्कहरूमा हेरौँ न। कहिलेकाहीँ तथ्याङ्कले पुरै कथा भनिदिन्छ। यहाँ एउटा एकदमै रोचक कुरा छ है। सार्क देशहरूले विश्वको जम्मा 3.5% जमिन मात्र योग गर्छन्, तर विश्वको कुल जनसङ्ख्याको झण्डै 1/4 मतलब 24% मानिसहरू यही क्षेत्रमा बस्छन्। सोच्नुहोस् त, कति ठूलो मानवीय शक्ति र सम्भावना बोकेको क्षेत्र हो यो। हरेक ठूलो कुराको सुरुवात त एउटा सोचाइबाटै हुन्छ, होइन त? सार्कको कथा पनि त्यस्तै हो। दक्षिण एसियाका यी विभिन्न देशहरूलाई एउटै मालामा गाँस्ने सपना कसले देख्यो होला र किन? आउनुहोस् त्यहीबाट सुरु गरौँ। यो सपना देख्ने व्यक्ति हुनुहुन्थ्यो बङ्गलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमान। सन् 1980मा उहाँले एउटा प्रस्ताव अघि सार्नुभयो। उहाँको सोचाइ एकदमै प्रष्ट थियो। एउटा यस्तो सङ्गठन बनाऊ जसले यहाँका मानिसको जीवनस्तर सुधार्न मद्दत गरोस्, आर्थिक र प्राविधिक रूपमा हामीलाई नजिक ल्याओस् र विश्व सामु दक्षिण एसियालाई एउटा बलियो आवाज दियोस्। अब यो केवल एउटा राम्रो सोचाइ मात्रै थिएन, यसको पछाडि एउटा बलियो कानुनी आधार पनि थियो। संयुक्त राष्ट्र सङ्घ अर्थात् युएनको बडापत्रले नै यस्ता क्षेत्रीय सङ्गठनहरू बनाउन मिल्छ भनेर बाटो खुला गरिदिएको थियो। यसले गर्दा सार्कको स्थापनालाई अन्तर्राष्ट्रिय वैधता पनि मिल्यो। सपना देख्नु एउटा कुरा हो, तर त्यसलाई वास्तविकतामा उतार्नु अर्कै कुरा हो। अब हेरौँ राष्ट्रपति रहमानको त्यो सपना कागजबाट निस्केर कसरी एउटा जीवन्त सङ्गठन बन्यो। यो यात्रा 1980मा एउटा प्रस्तावबाट सुरु भयो। त्यसपछिका 5 वर्षसम्म धेरै छलफल र प्रयासहरू भए र अन्ततः 1985मा बङ्गलादेशको ढाकामा सार्कले औपचारिक रूप लियो। त्यसको 2 वर्षपछि काठमाडौँमा यसको सचिवालय मतलब हेड अफिस बन्यो। अनि 2007मा अफगानिस्तान पनि थपिएपछि यो परिवार अझै ठूलो भयो। सुरुमा सार्कमा 7वटा देश थिए। यिनीहरूलाई याद गर्ने एउटा गजबको तरिका छ MBB पिन, अर्थात् एमबाट मालदिभ्स, बीबाट बङ्गलादेश, बीबाट भुटान, एसबाट श्रीलङ्का, पीबाट पाकिस्तान, आईबाट इन्डिया र एनबाट नेपाल। कति सजिलो! त्यो ऐतिहासिक क्षण एकपटक कल्पना गरौँ त, जब 7 देशका शीर्ष नेताहरू एउटै मञ्चमा थिए। त्यहाँ 2 देशका राजाहरू हुनुहुन्थ्यो, 1 जना प्रधानमन्त्री अनि 4 जना राष्ट्रपति। यसले नै हाम्रो क्षेत्रको राजनैतिक विविधता देखाउँछ। तर ती सबैको उद्देश्य एउटै थियो, एउटा साझा भविष्य निर्माण गर्ने। ल सार्क कसरी बन्यो त्यो त थाहा भयो, तर यो सङ्गठन चल्छ कसरी त? यसको भित्री संरचना कस्तो छ? आउनुहोस् अब त्यो बुझौँ। सार्कको संरचनालाई हामी एउटा पिरामिड जस्तो मान्न सक्छौँ। सबैभन्दा माथि हुनुहुन्छ सदस्य देशका राष्ट्र प्रमुखहरू, जसले शिखर सम्मेलनमा सबैभन्दा ठूला र महत्त्वपूर्ण निर्णयहरू लिनुहुन्छ। त्यसपछि आउँछ विदेश मन्त्रीहरूको परिषद, जसले नीति नियम बनाउँछ। त्यसलाई कार्यान्वयन र निगरानी गर्ने काम गर्छ विदेश सचिवहरूको स्थायी कमिटीले। अनि यी सबै कामलाई समन्वय र व्यवस्थापन गर्ने काम गर्छ काठमाडौँमा रहेको सचिवालयले। सार्कको प्रशासनिक मुटु, यसको सचिवालय हाम्रो आफ्नै काठमाडौँमा छ। तर यहाँ एउटा रमाइलो कुरा के छ भने यो सचिवालय नेपालमा राख्ने प्रस्ताव चाहिँ पाकिस्तानले गरेको थियो। यो आफैमा क्षेत्रीय सहयोगको एउटा सुन्दर उदाहरण हो, होइन र? अब स्थापना भएको पनि दशकौँ बितिसक्यो। यो लामो यात्रामा सार्कले के सफलता पायो र अहिले आएर किन यो अलि सुस्ताएको जस्तो देखिन्छ? यसको वर्तमान र भविष्यबारे कुरा गरौँ। स्थापना भएदेखि आजसम्म राष्ट्रप्रमुखहरूको जम्मा 18वटा शिखर सम्मेलन भएको छ।
हरेक सम्मेलनले यो क्षेत्रको सहयोगलाई अगाडि बढाउन केही न केही कोसेढुङ्गा थपेको छ। आर्थिक सहयोग सार्कको सबैभन्दा महत्त्वपूर्ण पाटो हो र यसको विकासलाई हामी साप्टाबाट साफ्टासम्मको यात्रामा हेर्न सक्छौं। साप्टाले के गर्थ्यो भने सदस्य देशहरूलाई व्यापारमा प्राथमिकता दिन्थ्यो, तर साफ्टाले त त्योभन्दा एक कदम अगाडि बढेर सदस्यहरूबीच भन्सार शुल्क नै लगभग शून्य बनाउने र एउटा खुला बजार सिर्जना गर्ने ठूलो लक्ष्य राख्यो। तर तितो सत्य के हो भने पछिल्ला केही वर्षदेखि सार्क लगभग ठप्प जस्तै छ। सन् 2014देखि कुनै पनि शिखर सम्मेलन हुन सकेको छैन। किन त? यसका पछाडि केही गम्भीर कारणहरू छन्। सदस्य देशहरू बीचको राजनीतिक तनाव, त्यसपछि आएको कोभिड-19 महामारी र अफगानिस्तानको राजनीतिक उथलपुथल जस्ता जटिलताहरूले यसलाई अगाडि बढ्ने दिएको छैन। त्यसैले आजको सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रश्न यही हो, के सार्कले यी सबै चुनौतीहरूलाई पन्छाएर जुन उद्देश्यका साथ यसको जन्म भएको थियो त्यो उद्देश्यलाई फेरि जीवित पार्न सक्ला? के यसले आफ्नो सान्दर्भिकता फेरि स्थापित गर्न सक्ला? यसको जवाफले नै सम्पूर्ण दक्षिण एसियाको भविष्यलाई प्रभाव पार्नेछ।